ल गाई चाहिँ हेर्नु है, कति चाहिँ उकालो बाटो छ, कति चाहिँ गाह्रो छ होइन। आउँदा चाहिँ सोचेर आउनु होला, अलि राम्रोसँग टाइम लिएर आउनु होला। हतार हतारमा आउनुभयो भने धेरै नै गाह्रो हुन्छ। अब मन्दिर भयो, भोकै आउनुपर्ने भन्ने चलन हो। तर पनि सकेसम्म यसो केही खाएर आयो भने चाहिँ फलफुल सलफुल भयो भने चाहिँ खाएर आउनुहोस्। त्यो पुरै खाली पेटै म पानी मात्र खाएर आउँछु भन्यो भने चाहिँ लास्ट गाह्रो छ। अब यहाँबाट उतै फास्ट ट्र्याकको पुल हेर्नु तल बनाएर, अब यहाँबाट लड्यो भने चाहिँ हड्डी पनि भेटिँदैन हेर्नु। बडी त पुरै छोडौँ, लास्ट गाह्रो छ हेर्नु। मान्छेहरू बामे सरेर हिँड्नुपर्ने कन्डिसनमा हुनुहुन्छ होइन। अनि यस्तो छ गाइज हेर्नु, यतापट्टि हेर्नु भिरै भिड, पाहै पाहा, म यता छु है। कति गाह्रो छ है यहाँ हेर्नु मान्छेहरू, उकालो ओह्रालो। अब यसको यो पल्लो डाँडामा छ नरनमेश्वर मन्दिर। यहाँ देखिएन, म तपाईँलाई अलि राम्रोसँग देखाउँछु गाइज है। ल हेर्नुहोस् न, है म देखाउँछु। अलि देखिएन, अँध्यारो भ्यू भयो है।